मलाई मन्दिर मन पर्दैन। म कुनै धर्मको विरुद्धमा बोलेको होइन वा कसैको आस्थालाई नकारात्मक तुल्याउन खोजेको पनि होइन। तर मलाई मन्दिर मन पर्दैन। जब म बलिया पिल्लरले बनेका मन्दिर देख्छु मलाई भत्कन लागेको गरिबको घर याद आउँछ। जब म नक्षत्र जस्तै चम्किने मन्दिरका बत्तीहरू देख्छु मलाई तराईका झुपडीमा कहिले आउँदै कहिले जाँदै झिमिक झिमिक गर्ने बत्तीको याद आउँछ। जब म मार्बलले सङ्गमरमर जस्तै बनेका मन्दिरहरू देख्छु मलाई पक पक गर्दै पाप्रा उक्लिने माटाले पोतिएका घरहरूको याद आउँछ। मलाई मन्दिर मन पर्दैन। के ईश्वर यति स्वार्थी छन् कि उनी आफ्नै सिर्जनालाई सुखी देख्न सक्दैनन्? के ईश्वर यति अल्छी छन् कि उनी त्यो निर्जीव पत्थरमा दियोको ताप लिँदै अगरबत्तीको सुगन्ध लिन मन पराउँछन्? मलाई मन्दिर मन पर्दैन। तिम्रो मन्दिरमा ईश्वर छैनन् कि खै तिम्रो भगवानमा शक्ति छ कि छैन? तिम्रो मन्दिरमा शक्तिशाली ईश्वर हुने भएको भए भूकम्पले भग्नावशेष बनाउँदैन थियो होला तिम्रो भगवान बस्ने भवन। हे मूर्ख, तिमीले त्यो लाटो मूर्तिलाई अर्पण गरेको कुरा उसैले लिने भए मन्दिरको पुजारी मोटाउने थिएन होला। मलाई मन्दिर मन पर्दैन। मलाई तिम्रो मन्दिर एउटा इलेक्ट्रोनिक वाटर फिल्टर जस्तै लाग्छ जसले धनी धनी ठुला बडा दानपेटी भर्नेलाई सजिलै प्रवेश गर्न दिन्छ तर गरिब दुखी दरिद्र अपाङ्गलाई बाहिरै छानेर राख्छ। मलाई मन्दिर मन पर्दैन। मलाई मन्दिर एउटा नाइट क्लब जस्तै लाग्छ जहाँ छिर्न फलफुल धूप अगरबत्तीको एन्ट्री पास लाग्छ। मान्छेको मान्यतालाई महत्त्व दिने मन्दिर कुनै एडभर्टाइजिङ डिपार्टमेन्टभन्दा कम छैन। हाम्रो मन्दिर हाम्रो भगवान यो हुन्, उहाँको यति शक्ति छ र उहाँलाई यो चढाए तपाईँ यो पाउनुहुन्छ भन्ने एडभर्टाइजमेन्टलाई हामी किम्बदन्तीको नाम दिन्छौँ। मलाई मन्दिर मन पर्दैन। जबरजस्तीको भक्ति नै उचित भए त रावण पनि महाशिव भक्त थिए, फेरि किन उनको मृत्यु देवताबाटै हुनु पर्यो? हामी दिशाहीन हावाको झोकाले उडाउने रुखको पात जस्तै भएका छौँ। चाबुकको डरले उफ्रिने सर्कसको सिंह जस्तै भएका छौँ। उज्यालोमा पनि अँधेरो अन्धविश्वासको शिकार भएका छौँ। म हरेकको विश्वास र आस्थालाई सम्मान गर्छु र सकारात्मक शक्तिमा आस्था राख्छु र यो कविता लेख्न चाहिँ म मनको ईश्वरबाट प्रेरित भएको हुँ। मलाई मन्दिर मन पर्दैन। यति हो।